विभिन्न सङ्घ संस्था राज्यको कोषबाट ल्याएका ढुकुटीहरू वास्तविक किसानले पाएका छन् कि छैनन्, त्यसको लागि चाहिँ हाम्रो राष्ट्रिय खाद्य ब्याङ्कको चाहिँ अब के रहन्छ भूमिका भन्ने चाहिँ मैले त्यो देखेर किसानको आलीदेखि थालीसम्म चाहिँ बिचौलियालाई चाहिँ हटाएर अब उपभोक्ता र किसान सिधै चाहिँ ल्याउन एउटा मात्रै मार्ग हो जुन राज्यको मुख नताकी त्यो नेपाल राष्ट्रिय खाद्य ब्याङ्क नै हो। राष्ट्रिय खाद्य ब्याङ्कले चाहिँ किसानका हक र हित र उपभोक्ताको स्वास्थ्यको लागि एउटा मानिस भएर यो धरतीमा बाँच्न पाउने जुन नैसर्गिक अधिकार छ नि त्यो राज्यले दिन नसक्दाखेरि र यो हाम्रो यो ब्याङ्कबाट चाहिँ अब हामी पो गर्ने हो कि किन मुख ताक्ने राज्यको भनेर अगाडि सरेको अवस्था छ सर। सरकारले नगरेको सबैलाई यो सत्य कुरो जाहेर छ, राज्य छैन कि भन्ने अवस्थामा छ किसानको लागि होइन। त्यो अवस्थामा चाहिँ हामी अगाडि निस्किनुपर्छ। राज्यले गर्ने रोल चाहिँ हामी व्यक्ति तपाईँ हामी मिलेर उहाँ मिलेर पुर्याउँ, सम्प्रदायमा पुर्याउँ, उपभोक्ता माझ पुर्याउँ, किसान माझ पुर्याउँ, तपाईँ हामी माझ पुर्याउँ भनेर राष्ट्रिय खाद्य ब्याङ्क आएको छ। सरकार कति छ छैन त तपाईँहरूलाई पनि जगजाहेर नै छ। राज्यको मुख नतापको खाद्य ब्याङ्क छ है तिमीहरूसँग भनेर हामीले यी हजुरको सामाजिक सञ्जालमा जोडिनु किन त, त्यो किसानसँग पुगोस् भनेर नै जोडिएको हो कि होइन? भनेपछि हामी छौँ, तपाईँलाई के चाहिन्छ तर तपाईँहरू आउनु चाहिँ पर्यो। नमस्कार अनि धेरै धेरै स्वागत छ श्रोता तथा दर्शक। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने यो अभियानमूलक नाराका साथमा यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। यो हाम्रो विशेष कार्यक्रम राष्ट्रिय खाद्य ब्याङ्कको कृषि अभियानमा रेडियो आहा 104.5 मेगाहर्जको तरङ्गमा आवाज हाम्रो अल अडियो हियर औसम सम्पूर्ण स्वर सङ्गीत सुर ल्याएर तालमा भन्ने नाराका साथमा हामीलाई काठमाडौँ उपत्यका र यस वरपरका थुप्रै क्षेत्रहरूमा टेरेस्ट्रियल माध्यमबाट रेडियो आहा.com लगइन गरेर संसारभरि नै अनलाइन रेडियोको रूपमा इन्टरनेट मार्फत पनि यहाँले हामीलाई इन्जोय गर्दै आइरहनु भएको छ। हाम्रो वेबसाइट पनि चेक गर्दै गर्नुहोला श्रोता तथा दर्शक, र साथै हाम्रो अफिसियल फेसबुक पेज रेडियो आहामा पनि गएर हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुन्छ लाइभ, र साथै प्रतिक्रिया दिन सक्नुहुन्छ र सुन्न सक्नुहुन्छ संसारभरि नै। हाम्रो पात्रो एपबाट पनि यहाँले हामीलाई संसारभरि इन्जोय गर्न सक्नुहुन्छ। र अवश्य पनि कार्यक्रम राष्ट्रिय खाद्य ब्याङ्कको कृषि अभियान यहाँहरू सबैका लागि एउटा यस्तो कार्यक्रम हो जसमा हामी युवावर्गलाई पनि कृषि क्षेत्रमा आमन्त्रण गर्छौँ र नेपालकै पहिलो फुड ब्याङ्कको रूपमा रहेको राष्ट्रिय खाद्य ब्याङ्क जुन रहेको छ त राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेडद्वारा प्रायोजित यो कार्यक्रम यहाँहरूले हरेक शुक्रबार बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्दै आइरहनु भएको छ। र कार्यक्रमका साथमा आज एकजना अतिथि हुनुहुन्छ हामीसँग, यहाँले फेसबुकमा नि हेर्न सक्नुहुन्छ। एकजना अतिथिका साथमा उपस्थित छु म, यहाँहरूकै रेगुलर होस्ट, यहाँहरूकै साङ्गीतिक साहित्यिक सहयात्री अनि यहाँहरूकै रेडियो संसारको स्वर सारथी म हेम सुवेदी। एच फर हेडफोन, ई फर इलो कोइन्स एन्ड एम फर माइक्रोफोन। र साथै हाम्रो यो एपिसोडलाई यहाँहरूले हाम्रो अफिसियल युट्युब च्यानल रेडियो आहा 104.5 मेगाहर्जमा पनि इन्जोय गर्न सक्नुहुन्छ, जहाँ हामीले श्रोता तथा दर्शक विभिन्न कृषि विज्ञ, कृषि वैज्ञानिक जो राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेडमा आबद्ध हुनुहुन्छ उहाँहरूको अन्तर्वार्ता पनि राखेका छौँ। हाम्रा अध्यक्षज्यूको अन्तर्वार्ता त्यहाँ राखेका छौँ। यहाँले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। त अब आउनुहोस्, आज को हुनुहुन्छ त हाम्रो स्टुडियोमा भन्ने बारेमा आज हामी व्यापक जानकारी लिनेछौँ। आज हामीसँग हुनुहुन्छ राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेडकी बोर्ड मेम्बर तथा प्रवक्ताका रूपमा नवनियुक्त हुनुहुन्छ उहाँ पवित्रा पोखरेलजी हुनुहुन्छ। निकै डाइनामिक र एलिगेन्ट पर्सनालिटीले भरिपूर्ण हुनुहुन्छ र यो क्षेत्रमा अब उहाँले नयाँ आयामबाट सुरुवात गर्दै हुनुहुन्छ। म उहाँलाई राष्ट्रिय खाद्य ब्याङ्कका आगामी योजनाहरूका बारेमा पनि प्रकाश पार्नको लागि स्वागत गर्छु। स्वागत छ पवित्रा पोखरेलज्यू, वेलकम टु आवर शो, हाम्रो कार्यक्रम राष्ट्रिय खाद्य ब्याङ्कको कृषि अभियानमा। धन्यवाद। अनि अहिले नवनियुक्त हुनुभयो होइन यहाँ, कस्तो भइरहेछ नवनियुक्त पदाधिकारीका रूपमा राष्ट्रिय खाद्य ब्याङ्कमा प्रवेश गर्दा कस्तो अनुभव गर्नुभयो? एक्साइटेड, अलिकति उत्साहजनक होइन, च्यालेन्जेबल। हजुर, पक्कै, डेफिनेटली त्यो त छ है। अब नेपालकै पहिलो फुड ब्याङ्क भनेर हामी भन्छौँ राष्ट्रिय खाद्य ब्याङ्कलाई है, जबकि विकसित देशहरूमा यस्ता फुड ब्याङ्कहरू सयौँ हुन्छन् होइन, तर पनि एउटै ब्याङ्कलाई, फुड ब्याङ्कलाई, पहिलो ब्याङ्कलाई कस्तो च्यालेन्ज बेहोर्नु परेको छ? नेपालमा यसको आवश्यकता कस्तो देख्नुहुन्छ, च्यालेन्ज कस्तो छ, र यसले फुड ब्याङ्कको हैसियतले कस्तो कार्य अगाडि बढाउन सक्छ, यसको पोसिबिलिटी पनि के छ? पक्कै पनि सही कुरा उठाउनु भयो। नेपालको कन्टेस्ट र बाहिरको कन्टेस्टमा यो फरक छ।
बाहिर भनेको खाना दिने डोनेसन गर्ने तरिकाले लिन्छ भने यो चाहिँ अहिले नेपालमा चाहिँ राष्ट्रलाई नै टेवा पुर्याउने तरिकाले कृषक र राज्यलाई नै बीचको पुलको काम गर्ने उद्देश्य रहेको छ यसको चाहिँ र गर्दै पनि छ भनेपछि पुलको काम गर्छ भनेर भन्नुभयो। जस्तो पुलको काम गर्नेमा यसले मानिलिउँ जस्तो भोकमरी भयो, अब जस्तो अहिले यहाँले सुन्नुभएको होला कि तराई क्षेत्रमा मधेसमा खडेरी लागिरहेको छ होइन। जस्तो हामीले 40 अर्बको मात्रै चामल गत वर्ष मात्रै भित्र्यायौँ होइन भारतबाट। अब राष्ट्रिय खाद्य ब्याङ्कले आत्मनिर्भर हुनुपर्छ हाम्रो खाद्यान्नमा भन्ने बारेमा पनि ठुलो अभियान, यसका बृहत अभियान छन् होइन, त्यो पनि लिएको छ। अब जस्तो भोलि हामीलाई खाद्यान्नको अभाव भयो भने यस्तो स्थितिमा एड्रेस गर्न राष्ट्रिय खाद्य ब्याङ्क सक्षम हुनुपर्छ या हुन सक्छ कि सक्दैन? हुनुपर्छ पनि र हुन सक्छ, त्यही हुनै सक्छ भनेरै हामीले यो अभियान सुरु गरेका हौँ। हुन्छ नै। त्यसका आयामहरू आधारहरू अहिले के भइरहेछन् त प्रगति गर्ने क्रममा के देखिरहनु भएको? जस्तो विगतमा हामीले अध्यक्षज्यूलाई भन्दाखेरि उहाँले भन्नुभएको थियो गुलरिया बर्दियाका प्रोजेक्टका कुरा गर्नुभएको थियो होइन, पूर्वाञ्चलका, यसमा कतिको अध्ययन गर्नुभएको छ? मैले चाहिँ पुगिसकेको छैन, भर्खर भएको हुनाले र अब हामी यो हप्ता जाँदैछौँ, पूर्वाञ्चल पनि हामी जाँदैछौँ र अब त्यसपछि लगत्तै हामी पश्चिम पनि जानेछौँ गुलरिया। र वास्तविक त्यहाँ चाहिँ म पुगिसकेको छैन नयाँ भएको हुनाले। त्यसपछि भन्छु मैले माटो जब छुन्छु अनि त्यसपछि मात्रै वास्तविक थाहा हुन्छ। म्याडम भनेपछि गर्नुपर्ने कुरा त धेरै रहेछन्। जस्तो मैले भने नि त एउटा रमाइलो कुरा भनिदिनुहोस् मलाई कि एउटा नारा छ यसको, किसानको आलीदेखि उपभोक्ताको थालीसम्म होइन, दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने। यो नारा त यहाँले आउने बित्तिकै प्रवेश गर्ने बित्तिकै थाहा पाइहाल्नुभयो होइन। त अब यो नारालाई साकार गर्ने कामहरू कतिको अग्रेसिभली गर्न सक्छ भन्ने हो क्या हामीले। मैले त बारम्बार यो कार्यक्रम चलाउँदा भन्ने आउँछु सबै आएर जोडिनुहोस् भनेर, तपाईँलाई के लाग्छ? एकदम वास्तविक उद्देश्यमूलक नारा छ र यही नाराबाट अभिप्रेरित भएर म पनि यसमा जोडिएको हुँ। अब म किसान महासङ्घमै आबद्ध छु, केन्द्रीय उसमा भएको हुनाले नेपालका 74 जिल्ला मैले यो वर्ष हेर्न पुगेँ। बाली नालीहरूमा 74 पुगिसक्यो, 74 यो वर्ष पुगेँ मैले। पुग्दाखेरि त्यहाँको अवस्था कस्तो छ, किसानहरूको अवस्था के छ, बजार कस्तो छ, भण्डारण कस्तो छ, राज्यले दिने चाहिँ पाएको छ कि छैन होइन, विभिन्न सङ्घ संस्था राज्यको कोषबाट ल्याएका ढुकुटीहरू वास्तविक किसानले पाएका छन् कि छैनन्, त्यसको लागि चाहिँ हाम्रो राष्ट्रिय खाद्य ब्याङ्कको चाहिँ अब के रहन्छ भूमिका भन्ने चाहिँ मैले त्यो देखेर किसानको आलीदेखि थालीसम्म चाहिँ बिचौलियालाई चाहिँ हटाएर अब उपभोक्ता र किसान सिधै चाहिँ ल्याउन एउटा मात्रै मार्ग हो जुन राज्यको मुख नताकी त्यो नेपाल राष्ट्रिय खाद्य ब्याङ्क नै हो। म्याम एउटा राम्रो कुरा गर्नुभयो, विगतमा कहाँ आबद्ध हुनुहुन्थ्यो भन्नुभयो यहाँले? अहिले पनि छु र म किसान महासङ्घको केन्द्रीय सदस्य तथा श्रमिक उसको म ट्रेड युनियनमा पनि आबद्ध छु। यति राम्रो व्यक्तित्वलाई राष्ट्रिय खाद्य ब्याङ्कले पाएको रहेछ त्यसो भए त होइन? किसान महासङ्घ मैले चाहिँ राष्ट्रिय खाद्य ब्याङ्क पाएँ, मलाई पाएको होइन कि मैले चाहिँ पाएको छु। त्यसो मान्नुहुन्छ? हजुर एकदम। के आधार छन् त्यसका धेरै आधार छन्। जुन मैले गर्न खोजेको मेरा जुन लक्ष्यहरू छन्, मैले गर्न खोज्ने जुन बाटो छ, वास्तव ती सबै योजनाहरू राष्ट्रिय खाद्य ब्याङ्कमा मैले पाएको छु। ओके, राम्रो कुरा गर्नुभयो। जस्तो 74 जिल्लामा जाँदा नि म्याडम, हजुर सर, के रहेछ त मूल समस्या के रहेछ त जसलाई राष्ट्रिय खाद्य ब्याङ्कले त्यसलाई समाधान गर्न सक्छ? मूल समस्या मलाई 74 जिल्लाको अनुभव भन्नुहोस् त सारमा, सुन्न मन लाग्यो एकदम हजुरलाई। हाम्रो भौगोलिक वातावरणले एकदम सुन्दर देश छ विश्वमा, त्यो तपाईँलाई पनि थाहा छ, हामी सबैलाई थाहा छ हैन, हिमाल पहाड तराई छ अनि यहाँ विभिन्न आफ्नै त्यसका मौलिक उहरू छन्, खाद्यान्न छन्, अब विभिन्न संस्कृति छ, हरेक कुरा छ हैन। भनेपछि तिनीहरूलाई एक ठाउँको अर्को ठाउँमा ल्याउने सरकारले जुन गर्नु पर्थ्यो त्यो गर्न सकिरहेको छैन हैन। जस्तै कर्णालीमा उत्पादन भएको कोसीले खान पाइरहेको छैन। भर्खर स्याउ चाख्न पायो मेचीमा, पोहोर दसैँदेखि चाहिँ हामीले बजार पायौँ। भनेपछि ती डाइरेक्ट उपभोक्तासम्म चाहिँ लिएर आउने माध्यम के त राज्यले नगरेको ठाउँमा भन्दाखेरि एकजना कोही त निस्किनु पर्यो, त्यही भएर यो ब्याङ्क निस्केको छ। तपाईँ हाम्रो साथी पनि हो।
एकदम राम्रो कुरा गर्नुभयो। जस्तो हामी रैथाने खानेकुराको कुरा गर्छौँ होइन, जस्तो हेर्नुहोस् न विषादी प्रयोग गरेका होइन कुराहरू हामी खाइरहेका छौँ। इभन कहाँसम्मको कुरा आयो भने नि म्याडम एउटा रमाइलो कुरा सेयर गरिहाल्छु मैले होइन, विषादी खाएर यो देशमा सन्तान नभएर आइभीएफका उत्पादन गर्नेहरू धेरै भए भन्ने समेत कुरा आयो होइन। भनेपछि राज्य कहाँनिर चुकेको छ भन्ने कुरा त डरलाग्दो तथ्याङ्क भयानक अवस्थामा छ होइन। त्यो हुनाले यहाँले जुन विभिन्न ठाउँहरूमा उत्पादन भएका रैथाने खानेकुराहरू अब खुवाउनुपर्छ भन्नुभयो नि, यसमा स्ट्राटेजी बनाएको छ है राष्ट्रिय खाद्य ब्याङ्कले? बनाएको छ, रिसर्च टिम पनि सुरु गरिसकेका छ यो महिनादेखि। ए ओके। राष्ट्रिय खाद्य ब्याङ्कले अब किसानका समस्याहरू के छन्, भण्डारण के छन्, बिउ बिजन के छ, के चाहिन्छ होइन, उहाँहरूलाई आर्थिक पक्ष के चाहिन्छ, त्यो पनि राष्ट्रिय खाद्य ब्याङ्कले चाहिँ किसानका हक र हित र उपभोक्ताको स्वास्थ्यको लागि एउटा मानिस भएर यो धरतीमा बाँच्न पाउने जुन नैसर्गिक अधिकार छ नि, त्यो राज्यले दिन नसक्दाखेरि र यो हाम्रो यो ब्याङ्कबाट चाहिँ अब हामी पो गर्ने हो कि किन मुख ताक्ने राज्यको भनेर अगाडि सरेको अवस्था छ सर। चुनौती त छ म्याडम होइन, तर बिउ बिजनका कुरा गर्नुभयो क्या यहाँ। बिउ बिजनमा हामीलाई कस्तो चुनौती छ? बिउ बिजनमा भण्डारण छैन, ल्याब छैन नेपालमा सरकारले होइन। त्यसको अब धेरै कुराहरू छ कि सर, अब भन्दाखेरि हजुरलाई पनि थाहा छ। अब यो छोटो कार्यक्रममा गरी साध्य त छैन, तर भण्डारण सबैभन्दा मुख्य भयो। बिउ बिजन गरेर स्टोरेज कहाँ गर्ने त, क्वालिटी उत्पादन कहाँ? अन्त जस्तै कर्णालीको कुन कुन देशमा हुन्छ अहिले वायुमण्डलीय उसले गर्दा पनि तराईको सामान पहाडमा उत्पादन हुन थालिरहेछ, पहाडको हिमाली प्रदेशमा हुन थालिरहेछ भनेपछि त्यहाँ चाहिँ अब कस्तो उत्पादन सकिन्छ त भनेर रिसर्च टिम पनि खाद्य ब्याङ्कले अहिले गर्दैछ, सुरु गर्दैछ, आन्तरिक गोप्य रूपले गर्दैछ। ओके, रिसर्च टिमको कुरा गर्नुभयो हुन त म्याडम। जस्तो यहाँभन्दा अगाडि राष्ट्रिय खाद्य ब्याङ्कका केही राम्रा पदाधिकारीहरू पनि यहाँ आउनु भएको थियो, जस्तो जीवनाथ धमलाजी आउनु भएको थियो होइन, दिदाल आउनु भएको थियो। त्यस्तै हाम्रो अन्य डाक्टर जीवनाथ दिदाल जस्तै अन्य व्यक्तिहरू पनि यहाँ आएर कुरा गर्नु भएको छ, कृषि वैज्ञानिकहरूले पनि होइन। अब यो एक्सपर्टहरूलाई जुन राख्ने क्रम छ, यो एक्सपर्टहरू जुन उहाँ हुनुहुन्छ, उहाँहरूको टिमको बोर्ड मेम्बरमा बस्दाखेरि उहाँहरूको सजेसन, उहाँहरूले अगाडि बढ्ने एजेन्डा, स्ट्राटेजीले आगामी 10 वर्षमा हामी कतिसम्म प्रगति गर्छौँ होला त? अब फड्कै मार्छौँ भन्ने लक्ष्य ल्याएको छ होइन। अब यसमा विभिन्न च्यालेन्जहरू छ, यदि बाधा भएन भने राम्रै हामीले चाहिँ गेन गर्छौँ भन्ने हामीलाई लागेको छ। ल मलाई एउटा कुरा त्यसो भए भनिदिनुहोस्, यो सेरोफेरोमा यो सिलसिलामा एउटा कुरा के भनिदिनुहोस् भने, जस्तो हामीले कुराकानी अहिले गर्नुभयो बाधा भएन भने हामी अगाडि बढ्छौँ भन्ने यस्ता कुरा गर्नुभयो, स्ट्राटेजी र च्यालेन्जेसका कुराहरू पनि सँगै आए। तर अन्ततोगत कहाँनिर कुरा ठोकिन्छ भने हामीले खाने खाद्यान्नमा कुरा ठोकिन्छ। जस्तो अहिले राष्ट्रिय खाद्य ब्याङ्कले उत्पादन गरेका कुराहरू माल्टका रूपमा किन्न होइन, गएर डाइरेक्ट उपभोक्ताहरूले लिन त्यो कति सहज भएको छ? अब जस्तो भण्डारणको जस्तो मैले देखिरहेको थिएँ, ट्रकका ट्रक केही खाद्यान्नहरू ल्याइराखेका थियो। अहिले यो उपलब्धता, खाद्यान्नको उपलब्धताको बारेमा हामी कहाँ पुगेका छौँ? अब कार्य भर्खर हाम्रो चौथो वर्षमा हामी 77 सालबाटै स्थापना भएका हौँ, शिशु अवस्थामा छौँ र पनि हामीले चाहिँ भण्डार बाली उत्पादन होइन। र मैले चाहिँ खाद्यान्नको उपलब्धताको कुरा गर्दैछु। हामीले अहिले खाद्यान्न हामीले बजारमा ल्याइसकेका छौँ अनि विभिन्न मार्फतबाट अब यो महिनादेखि चाहिँ वेबसाइटमा पनि यो ठाउँमा यो पाउँछ भनेर चाहिँ हामीले घर घर त्यही एक्ज्याक्टली म भन्दैछु, राष्ट्रिय खाद्य ब्याङ्कको खाद्यान्न चाख्न पाउने कसरी पाउनुस् भनेर वेबसाइटमा पनि राखिदिएका छौँ। वेबसाइटमा जाँदाखेरि अहिले जुन सिस्टम छ नि हाम्रो नेपालमा, त्यही सिस्टमबाट पनि डेलिभरी गर्ने हाम्रो चाहिँ रणनीति रहेको छ। रणनीति छ भनेपछि अब एग्रेसिभली सेपमा आछ। सेपमा तपाईँ बसी चाहिँ राष्ट्रिय खाद्य ब्याङ्कका सामान मलाई मेरो स्वास्थ्यको लागि यो चाहिन्छ भनेपछि अर्डर गर्नुहोस्, हजुरको घरमा आइपुग्छ। अब ग्रेट। श्रोता तथा दर्शक, एउटा रोचक कुराकानी हुँदैछ। आज हामीसँग प्रवक्ता पनि हुनुहुन्छ, उहाँ न्युली एन्ट्री छ, उहाँको नवनियुक्त प्रवक्ता हुनुहुन्छ पवित्रा पोखरेलजी। उहाँसँग धेरै कुरा हामी आज गर्नेछौँ, रोचक कुराकानी गर्नेछौँ। हामीलाई केही साथीहरूले जस्तो पौड्याल एमपीजीले हामीलाई मोरङबाट म्याडम धेरै प्रतिक्रिया दिइरहनुहुन्छ। उहाँले के पनि भन्नुहुन्छ भने सरकारी तर्फबाट खोलिएका कृषि अनुसन्धान र बागवानी केन्द्रहरूको भूमिका कतिको प्रभावकारी देख्नुहुन्छ र सरकारले यसमा यहाँहरूलाई कतिको सेवा गरेको छ, यो
चासोको विषय भएको छ भने उहाँले विराटनगरबाट सोध्नु भएको छ, के भन्नुहुन्छ? धन्यवाद छ उहाँलाई, पौडेल एमपीजीलाई। हजुर, म पनि पूर्वकै हुँ, त्यो भएको हुनाले उहाँलाई एकदम विशेष धन्यवाद दिन चाहन्छु। सरकारले गरिदिएको थियो भने आज यो खाद्य ब्याङ्क हामी तातिराख्नु पर्दैन थियो। हजुर, सरकारले नगरेको सबैलाई यो सत्य कुरो जाहेरै छ। राज्य छैन कि भन्ने अवस्थामा छ किसानको लागि, होइन? त्यो अवस्थामा चाहिँ हामी अगाडि निस्किनुपर्छ। राज्यले गर्ने रोल चाहिँ हामी व्यक्ति तपाईँ हामी मिलेर, उहाँ मिलेर पुर्याउँ, सम्प्रदायमा पुर्याउँ, उपभोक्तामाझ पुर्याउँ, किसानमाझ पुर्याउँ, तपाईँ हामीमाझ पुर्याउँ भनेर राष्ट्रिय खाद्य ब्याङ्क आएको छ। सरकार कति छ छैन त तपाईँहरूलाई पनि जगजाहेर नै छ। एकदम ठिक छ। एउटा मलाई खुसी लागेको छ, एउटा त मैले राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेडमा नवनियुक्त यति एनर्जेटिक प्रवक्तालाई सँग कुरा गर्दैछु र स्वागत पनि यहाँलाई गर्दैछु म्याडम। थ्याङ्क यू। र अर्को सँगै कुरा के छ भने एउटा टिभिसी एड पनि हामीले आजबाट रेडियो आहाबाट नै हामीले सुरुवात गर्ने भएका छौँ। यो टिभिसी एड अहिले सुनाउँछु म यहाँलाई, र हाम्रा श्रोता तथा दर्शकलाई पनि एक्सक्लुसिभली आजैबाट हामीले यहाँको आगमनलाई नै विचार गरेर सुरुवात गरेका हौँ। यो टिभिसी एडमा हामीले के यसमा देखाइएको छ भने यहाँलाई पनि थाहा छँदैछ, गौरव पहाडी जस्ता हिरोले खेल्नु भएको छ यसमा, होइन? रामचन्द्रजी हुनुहुन्छ, होइन? अझ साँच्चै भन्नु त त्यो रेडियो नेपालमा हरे भनेर त्यो गर्नुहुने, होइन? भुषालजी, लक्ष्मी भुषाल जस्तोलाई लक्ष्मी उहाँलाई जस्तो खेलाइएको छ, होइन? जेटिएहरूलाई स्वागत गर्ने, होइन? त्यस्तो व्यक्तिलाई। अनि मैले त्यो हुनाले यो आज बजाइँदैछ, यसमा के भनिएको छ सन्देश भने नि, जस्तो युवाहरू कृषि कर्मका लागि अब विदेशबाट यो देशमा आउनुपर्छ भनेर तपाईँहरूले सन्देश दिनुभएको छ क्या। त्यसमा अब यतै बस्छु म ढुक्कै भनेर बामा त्यहाँ चुलो चौको गर्दै हुनुहुन्छ, होइन? उता हिरो आइपुग्छन्, उनी युवा हुन्छन्, उनले के भन्छन् भने अब त म यहीँ कृषि कर्म गर्छु। त्यो वातावरण जबकि आजको बेलामा भाष्य के छ भने सबै युनिभर्सिटी खाली भए, युवाहरू 2500-3000 विदेशिए भन्ने छ। मुख्य कुरा युवामै ठोकिन्छ म्याडम। के मान्नुहुन्छ कि कृषि कर्ममा युवाहरूलाई ल्याउन राष्ट्रिय खाद्य ब्याङ्कले जुन प्रकारले यो एडको सन्देश दिइरहेछ, त्यसमा केही स्ट्राटेजी अपनाउन सकिएको छ अथवा गर्छ, वा युवाहरूलाई कसरी यो क्षेत्रमा प्रवेश गराउने भन्ने एउटा च्यालेन्ज छ नि त? आकर्षण कसरी गराउने? हजुर, च्यालेन्ज त एकदमै छ। हरेक दिन एयरपोर्ट जाँदाखेरि आँखाबाट आँसु आउँछ, होइन? तर हाम्रो बाध्यता पनि छ, रहर पनि छ, र देखासिकी पनि छ। हाम्रो सुरुमा तपाईँको स्कुलको म लान्छु, अलिकति ब्याक गएँ, होइन? हामी किसान भन्ने बित्तिकै तपाईँले कस्तो सम्झिनुहुन्छ भन्नुहोस् त? तपाईँले पढेको किताबमा कस्तो पाउनुहुन्छ, डक्टर भने कस्तो पाउनुहुन्छ, वकिल भने कस्तो पाउनुहुन्छ, होइन? भनेपछि हाम्रो राज्यले शिक्षा पद्धति नै गलत छ। शिक्षा पद्धति कहाँ राखिदिएको छ त? के च्यातेका झुम्रे झात्रे मात्रै किसान हुन् त? जसले राज्यलाई चाहिँ पालेको छ, होइन? जीवन प्राण गरेको छ। दोस्रो देश कृषि प्रधान देशै हो हाम्रो, होइन? हामी चाहिँ 50-55% त हामी कृषि अहिले पनि छौँ, होइन? भनिसकेपछि यो अवस्थामा किसानलाई राज्यले कहाँ दिएको छ त भन्दा च्यातेको ठाउँमा दिएको छ। बच्चाले पहिलो मानिस पोर्टल कहाँ हेर्छ त? बुकमा हेर्छ। नर्सरीमा जाँदाखेरि उसले किसान कहाँ देख्छ? च्यातेकोमा देख्छ। भनेपछि कसरी हौसला उसले पाउँछ, होइन? राज्यले स्कुलिङ त्यसै गरिदिएछ, होइन? किसान भनेपछि हलो जोत्ने मात्रै। अहिले आधुनिकरणमा किसान पुगिसक्यो। क्यानाडामा जानुहोस्, विभिन्न देशमा जानुहोस्, हाम्रै युवाहरू चाहिँ यहाँ डोको बोक्न छोडेर उहाँ चाहिँ पुरै जानुहुन्छ, होइन? यान्त्रिकीकरण भनेर जानुहुन्छ, तर पछि आफ्नै माटो सम्झेर फर्किनुहुन्छ। उहाँको सिपलाई चाहिँ नेपालमा कसरी प्रयोग गर्ने त? राज्यको रणनीति चाहिन्छ, हो कि होइन? यसमा तपाईँलाई म क्वेसन गर्न चाहन्छु नि, राज्यले यसमा के ध्यान पुर्याएको छ त? परिवर्तन गर्नुपर्छ पर्दैन? कसको जिम्मेवारी हो? अब राज्यले गर्न सक्दैन भने त्यो पनि बिस्तारै बिस्तारै राज्यको लागि हाम्रो ब्याङ्क, खाद्य ब्याङ्कले त्यो पाटो पनि हामी छौँ। फर्केर आउनुहोस् युवा, राष्ट्रिय खाद्य ब्याङ्कमा जोड्नुहोस्। तपाईँहरूको लागि प्लेटफर्म हामी पनि दिन तयार छौँ, माटो चिन्नुहोस्। म यति चाहिँ भन्न चाहन्छु। यो तपाईँको आह्वान पनि हो? एकदम मेरो, होइन? मेरो ब्याङ्ककोबाट म भन्न पाइनँ। ब्याङ्क परिवारले फर्केर आउनुहोस्, तपाईँहरूको सिप लिएर आउनुहोस्, किनभने हाम्रो उसमै लेखेको छ सिपलाई पनि हामीले गर्छौँ। जोसँग जे छ, ज्येष्ठ नागरिकहरूसँग ज्ञान छ, होइन? उहाँहरूको ज्ञान पनि हामी यहाँ प्रयोग गर्नेछौँ, होइन? ज्येष्ठ नागरिक भनेर घरमा बसेर बुढाबुढी लिँदैनौँ। उहाँले जुन त्यो वर्षसम्म पाउनु भएको छ नि ज्ञान, त्यो पनि हामी चाहिँ हाम्रो उसमा प्रयोग गर्नेछौँ। आउनुहोस्, सम्पूर्णलाई स्वागत छ। त्यस्तैलाई त स्वागत गर्नको लागि राष्ट्रिय खाद्य ब्याङ्क छ त तपाईँहरूको लागि भनेर हाम्रो चाहिँ एउटा अभियान नै छ नि यसमा। हो, सही कुरा हो। भनेपछि अब यसलाई बुझाउने र इम्प्लिमेन्ट गर्ने कसरी त म्याडम? मैले यो कुरा यहाँबाट बुझ्न खोज्दैछु क्या। हो, ठिक हो, राज्य उदासीन छ,
युवाहरूलाई ल्याउनको लागि काहीँ सम्बोधन छैन। तर अब एउटा डिप्लोमेसी, एउटा स्ट्राटेजी राष्ट्रिय खाद्य ब्याङ्कले पनि त अपनाउनु पर्यो नि त। युवाहरूलाई यो स्ट्रक्चर हामीले दिएका छौँ, यति आउनु भने हामी यति ऋण उपलब्ध गराउँछौँ अथवा तपाईँहरूलाई यो सुविधा हुनेछ भनेर आह्वान गर्ने एउटा कुनै एजेन्डा, कुनै त्यस्तै किसिमको भनौँ न एउटा जारी गर्ने एउटा ब्ल्याक एन्ड व्हाइटमा त्यस्तो ठोस योजनाको छ त्यस्तो सम्भाव्यता जसरी तपाईँहरूको एडमा छ यो कुरा? छ। एडमा भनेको जनतासँग पुग्ने के भन्दा सामाजिक सञ्जाल, अहिलेको टेक्नोलोजी वेबसाइटबाट पनि हामी तपाईँहरूको लागि यो स्पेस छ अथवा तपाईँहरूलाई चाहिने के हो यहाँ लेख्नुहोस्, हामीले गर्न सक्ने छौँ भने हामी पनि तयार छौँ भनेर अब त्यो पनि रणनीति बनाउँदैछौँ। त्यहाँभन्दा कति गर्ने त? डाइरेक्ट पुग्ने माध्यम अहिलेको के हो त भन्दा टेक्नोलोजी मार्फत हामी जाँदैछौँ। त्यसभन्दा पनि अगाडि यो काम हामी गर्दैछौँ, यो प्लेटफर्म छ, तपाईँको इन्ट्रेस्ट फिल्ड किन हो, तपाईँ आएर जोडिन सक्नुहुन्छ भनेर चाहिँ हामी त्यो वेबसाइटमा पनि राखिदिनेछौँ सर। एकदम सही कुरा गर्नुभयो यहाँले। र अवश्य पनि श्रोता तथा दर्शक यहाँलाई जानकारी दिइहालौँ कि राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेडद्वारा प्रायोजित यो कार्यक्रम यहाँहरूले हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। हामी यो क्रमलाई एकदम अगाडि बढाउनेछौँ र आज हामीसँग हुनुहुन्छ डाइनामिक व्यक्तित्व लेडी र उहाँले जानकारी दिइरहनु भएको छ। प्रवक्ताका रूपमा नवनियुक्त हुनुहुन्छ पवित्रा पोखरेलजी। अब पुरा देश दौडामा लाग्नु भएको छ, अत्यन्तै व्यस्त हुनुहुन्छ र यो इन्ट्रोडक्सन हाम्रो यो कार्यक्रमको तर्फबाट पनि थियो। 956810 र 956820 त्यहाँको नम्बर हो राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेडको। उहाँले भन्नुभएको जस्तो हरदम राष्ट्रिय खाद्य ब्याङ्क तयार छ यसका लागि र यहाँहरू त्यहाँ पुगेर जानकारी लिन सक्नुहुन्छ र हाम्रो रेडियोमा पनि यहाँहरूले कुनै पनि जानकारी छ भनेदेखि जानकारी दिन सक्नुहुन्छ 59000936 र 59000937 मा। अब पालो एकैछिन हामीले जुन कुराकानी गऱ्यौँ यहाँनिर त्यो एउटा नयाँ एड आएको छ। म हाम्रा प्राविधिकलाई त्यो एडबाट सुरुवात गरिदिनको लागि आग्रह गर्छु। यो नयाँ एडमा पनि धेरै कुराहरू इङ्गित गरिएको छ, यसबाट युवाहरूलाई पनि टेवा पुगोस् भन्ने हाम्रो लक्ष्य हो। आउनुहोस् अहिलेको लागि छोटो कमर्सियल ब्रेकतर्फ लागौँ र त्यसपछि अझ महत्त्वपूर्ण कुराकानी लिएर आउनेछौँ। कार्यक्रम एकदम सुन्दै गर्नुहोला। अरे शरणम, अब त खेती नगरे नि भयो, न फाइदा हुन्छ, न जनशक्ति छ, न उत्पादन नै हुन्छ। उत्पादन गरेर मात्रै के गर्नु लक्ष्मी? न बिक्री हुन्छ, न भण्डारण गर्ने ठाउँ छ। को आएछ हेर त जाऊ। आमा ढोकरे भाग्यमानी भएछ बाबु। बाबु त ढोकरे भाग्यमानी हुनु। हरि शरणम, 10औं वर्षपछि खबरै नगरी टुप्लुक आइपुगेछ बाबु। त्यही त छोरो, म त अब सधैँको लागि यतै बस्न आएको। यतै बस्ने? यतै बसेर के गर्छ छोरा? न यहाँ काम छ, न गाउँमा मान्छे छन्, होइन? त्यसो होइन नि बुवा, अब हजुरहरू पनि वृद्ध हुनुभयो। अब हजुरहरूको लागि र देशको लागि यतै सेवा गर्दै बरु म कृषिमा के गर्छु। कृषिमा के गर्छस् छोरा? आधुनिक कृषि र रोजगारीको लागि राष्ट्रिय खाद्य ब्याङ्कले धेरै अवसर ल्याएको छ। यही ब्याङ्कसँग सहयात्रा गरी आफू र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लाग्नेछु आमा। यो ब्याङ्क त हामी जस्तै किसानहरूको लागि पो खोलेको रहेछ। हरि शरणम। आउनुहोस् दिगो कृषि उत्पादनमा हातेमालो गरौँ। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म। राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेड, केन्द्रीय कार्यालय काठमाडौँ। यहाँको धरती बाझो छैन, विकासको फुल फुलाऊ। अब देशभर उत्पादित कृषि उत्पादनलाई खरिद बिक्री र भण्डारण गर्ने हाम्रो अभियान। शुद्ध र पोषिलो अर्ग्यानिक खाद्यान्न, फलफुल, माछा, मासु, दुग्ध पदार्थ र रैथाने खाद्यान्नको उत्पादन र भण्डारण। कम्पोस्ट, जैविक मल, बिउ र दानाको उन्नत प्रविधिद्वारा उत्पादन र बजारीकरण। बेलैमा सोचौं हामीले कतिन्जेल आयातित विषादयुक्त खाद्यान्न खाइरहने। अब स्वदेशमै बसेर आधुनिक कृषिमा स्वरोजगार भई खेतीयोग्य जमिनलाई उर्वर बनाउन सम्भव छ। अबको एकमात्र सम्भावना र आवश्यकता कृषि क्रान्तिको। अब खाद्यान्नमा आयात प्रतिस्थापन गरी निर्यात गरौँ। अब समृद्ध हुनेछ नेपालको कृषि क्षेत्र र किसानहरू।
देशभरिका कृषकहरूको उत्पादन राष्ट्रिय खाद्य बैंकमा उपलब्ध हुनेछ। देशव्यापी कृषि अभियान र कृषि पर्यटनलाई 77 जिल्ला र 7 प्रदेश पुर्याउने हाम्रो लक्ष्य हो। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म दिगो कृषि उत्पादन हाम्रो अभियान। आउनुहोस्, यस राष्ट्रिय अभियानका लागि हामीलाई तपाईको खाँचो छ। आउनुहोस्, सँगै हातेमालो गरौं र यो देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाऊ। सम्पर्क राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय नरेफाट, पानी पँधेरो, काठमाडौँ। फोन नम्बर 590 68 10 590 68 20। नेपालीका लागि नेपालको एकमात्र खाद्य बैंक राष्ट्रिय खाद्य बैंक। परिवर्तन अवश्यम्भावी छ। हजुर, पुनः स्वागत छ यहाँलाई श्रोता तथा दर्शक यो विशेष महाअभियानको कार्यक्रम राष्ट्रिय खाद्य बैंकको कृषि अभियानमा। राष्ट्रिय खाद्य बैंकको कृषि अभियान कार्यक्रम यहाँहरूले हरेक शुक्रबार बिहान 9 बजेदेखि 10 बजेसम्म लाइभ सुन्दै आइरहनु भएको छ, हेर्दै आइरहनु भएको छ हाम्रा विभिन्न च्यानल्स मार्फत। रेडियो आहा 104.5 मेगाहर्जको तरङ्गमा काठमाडौँ उपत्यका र यस वरपरका थुप्रै क्षेत्रहरूमा, त्यसैगरी radioaha.com लगइन गरेर हाम्रो वेबसाइट मार्फत र हाम्रो पात्रो एपबाट पनि र साथसाथै हाम्रो फेसबुक पेज रेडियो आहाबाट पनि अहिले पनि प्रत्यक्ष यहाँहरूले हेर्नु भएको छ। कार्यक्रमका साथमा उपस्थित छु म यहाँहरूकै रेगुलर होस्ट हेम सुवेदी र आज हामीसँग हुनुहुन्छ राष्ट्रिय खाद्य बैंक लिमिटेडकी बोर्ड मेम्बर तथा प्रवक्ता स्पिकर हुनुहुन्छ पवित्रा पोखरेलजी। निकै डाइनामिक एलिगेन्ट लेडी हुनुहुन्छ र आज निकै रोचक कुराकानी गर्दैछौँ। नवनियुक्त हुनुहुन्छ, त्यस कारणले अब उहाँले स्ट्राटेजीको बारेमा बुझ्दै हुन्छ। त्यसो त उहाँलाई नवनियुक्त भन्दा पनि अनुभवी व्यक्तिका रूपमा पनि लिन सकिन्छ, किनभने स्वयं आफै किसानको महासङ्घभित्र आबद्ध भएर उहाँले 74 जिल्लाको अनुभव पनि सुनाइसक्नु भएको छ र यो क्षेत्रमा एउटा राम्रो अनुभव लिएकी व्यक्तित्व पनि हुनुहुन्छ। त्यस अर्थमा राष्ट्रिय खाद्य बैंकले पनि एउटा राम्रो व्यक्तित्वलाई प्राप्त गरेको छ भने उहाँ स्वयं पनि त्यसभित्र आबद्ध हुँदाखेरि यसलाई कसरी लिएर जाने भनेर यसलाई च्यालेन्जका रूपमा पनि स्वीकारेर अघि बढिरहनु भएको छ। म उहाँलाई कार्यक्रममा फेरि पनि स्वागत गर्छु। यहाँलाई पुनः स्वागत छ म्याडम। अब एउटा रमाइलो कुरा, एउटा एकदमै महत्त्वपूर्ण कुरा भनौँ न गरौँ, जस्तो आगामी असोजमा सम्पन्न हुने साधारण सभा, अहिले त्यसको पनि धेरैले आशा राखिरहनु भएको छ। यहाँ आएर त्यो कुरा पनि बोल्नुपर्छ। जस्तो यसपटक सेयर धनीहरूलाई कसरी सम्बोधन हुँदैछ, यो कहिले कहाँ कसरी हुँदैछ भन्ने बारेमा कुरा गरौँ। यो चौथो फेरि हुँदैछ होइन, त्यस कारणले अब यहाँले अघि पनि भनिहाल्नुभयो कि यो हामी बाल्यकालमै छौँ, शिशुकालमै छौँ भनेर भन्नुभयो। त्यस कारणले अब यो कसरी अगाडि बढिरहेको छ? अब पर्सि हामी असोज महिनामा गर्दैछौँ। त्यसको लागि अब गेस्टको हाम्रो बोर्डको तयारी हुँदैछ, कसलाई ल्याउने कसरी गर्ने भनेर हाम्रो चाहिँ अहिले प्लान भइरहेछ। यो 2 दिनभित्रमा हाम्रो टुङ्गिन्छ र हामी कुन तरिकाले जान्छौँ भनेर 2 दिनभित्रमा हामी बोर्डबाट डिसिजन गरेर कार्यक्रम गर्छौँ। त्यसको तयारी भने अब व्यापक छ, यहाँले गर्नुहुन्छ। अब जस्तो मलाई भनिदिनुहोस् न, अहिले जस्तो एउटा कुरा के बुझ्नु भएको छ यसमा, सेयर धनी हुन चाहने अथवा सदस्य हुन चाहनेहरूले के गर्नुपर्छ? जस्तो अहिले आम रूपले सुन्नु भएको छ श्रोता दर्शकले होइन, यसभित्र आबद्ध हुनलाई कृषकले होइन के गर्नुपर्छ? कृषकले विभिन्न मार्फतबाट आउन सक्नेलाई त स्वागत छ। हाम्रो ब्याङ्कमा आउनुहोस्, बुझ्नुहोस्, हामीहरू छौँ हजुरहरूको साथी। अनि नबुझ्नेहरूलाई चाहिँ फोन विभिन्न माध्यमबाट जस्तै तपाईँले दिन सक्नुहुन्छ। विभिन्न फोनहरू छ, सम्पर्कबाट पनि बुझेर सेयर लिएर बन्ने हो कि होइन। पहिले सेयरको लागि स्थान खाली छ, खाली छ, एकदम राम्रो, सबै जोडिन सक्नुहुन्छ। एकदम त्यही भएर त हामीले सबै बढीभन्दा बढी जोडिन सक्नुहोस् भनेर नि हामीले रणनीति अप्नाएको छौँ। एकदमै राम्रो। मेरो होइन, अब हाम्रो भन्नेमा जाउँ न भन्ने हाम्रो चाहिँ मूल उद्देश्य नै रहेको छ। भनेपछि अहिले हामीले के सुनेका थियौँ भने जस्तो यहाँहरूले कृषि विकास ब्याङ्कसँग पनि टाइअप गरेर कृषकहरूलाई ऋण सुविधा उपलब्ध गराउने जस्ता कुराहरू पनि आइरहेका छन्। कसैले कुनै योजना ल्यायो भनौँ न, कृषकले युवाले कुनै एजेन्डा ल्यायो यहाँहरू समक्ष भने त्यसलाई कति गम्भीर भएर यहाँले हेर्नुहुन्छ? पक्कै पनि यो एकदम गम्भीर विषय नै हो र गम्भीर नै हुनुपर्छ। यसको लागि हामीले उहाँहरूको लोन पैसा नभइकन जग्गा होइन उहाँहरूको उसमा छैन भने आफू पनि कामको आधारमा मूल्याङ्कन गरेर, हाम्रो विभिन्न सेक्टरका हुनुहुन्छ, अहिले पहिलेको जस्तो छैन, सेक्टर बाँडेका छौँ, विज्ञ हुनुहुन्छ होइन, आर्थिकका पक्षका हुनुहुन्छ होइन, सम्बन्धित पक्ष, उहाँहरूको ऊबाट चाहिँ गरेर उहाँलाई के आवश्यकता छ त, वास्तविक उहाँले गर्न खोजेको हो कि होइन, त्यो लक्ष्य उहाँको के हो त वास्तव उद्देश्य, त्यो गरेपछि उहाँलाई लोन चाहिने हो कि प्राविधिक चाहिने हो कि कसरी चाहिने हो, पैसै मात्रै होइन,
उहाँको जग्गाबाट पनि गर्न सक्नुहुन्छ होइन त्यो प्रक्रिया पनि गरिरहेको छौँ सहज होस् उहाँहरूलाई चाहिँ सहज भएर उहाँहरूको चाहिँ कृषिमा बढीभन्दा बढी योगदान पुगोस् होइन उत्पादन होस् भन्ने हेतुले नै हामीले उहाँहरूलाई कसरी सजिलो हुन्छ त्यही तरिकाले चाहिँ हामी जाने रणनीति ल्याएको छौँ। भनेपछि संसारभरिका नेपालीले या त देश विदेशको कुरा नै भएन होइन जो जहाँ हुनुहुन्छ उहाँहरूले चाहे विदेशमा हुनुभएकोले फर्किन सक्नुहुन्छ र काम गर्न सक्नुहुन्छ टाइअप भएर होइन लिएर जान सक्नुहुन्छ उहाँहरू सबैलाई स्वागत गरिन्छ। विदेशमा हुनेलाई पनि नेपाली उत्पादनहरू यदि विदेश बजारीकरण गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई ओपन मार्केटको लागि हामी सहजीकरण गर्छौँ। तपाईँहरू कसरी गर्न चाहनुहुन्छ त्यसको लागि चाहिँ हामीले अघि मैले तपाईँलाई सुरुमै भने पुलको व्यवस्था हामी गर्छौँ बिचौलियालाई नभइकन तपाईँहरू सिधै डाइरेक्ट तपाईँहरूलाई हामीले के गर्नु पर्यो त ब्याङ्कको तर्फबाट तपाईँहरूलाई के आवश्यक छ त्यो हामीले गरिदिन्छौँ। उपभोक्तासम्म तपाईँ कर्णाली पुग्नुहोस् या मेची पुग्नुहोस् तपाईँलाई चाहिने ऊ चाहिँ हामी अन्तर्राष्ट्रियकरण पनि हामी गर्छौँ। अन्तर्राष्ट्रियकरणको कुरा गरिहाल्नुभयो होइन हजुर जस्तो अर्गनाइजेसनहरूसँग पनि टाइअप गर्ने कुराहरू हुन्छन् जस्तो भनौँ न विदेशमा पनि फुड ब्याङ्क छन् होइन जस्तो इन्टरनेसनल अर्गनाइजेसनहरूसँग टाइअप गर्ने योजना छ कि छैन? छ कुरा भइरहेछ विभिन्न हुनुहुन्छ जस्तै मलको लागि भएको छ उत्पादनहरूको लागि छ महको लागि होइन जस्तै अब यो बेसारहरूको लागि तोरी फापर गहुँ रैथाने छ नि तिनीहरूको लागि पनि आगो भइरहेको छ। हाम्रो अहिले अगाडि प्रोसेस चाहिँ बढिरहेको छ। भनेपछि हामी इन्टरनेसनल जगतमा पनि टाइअप गरेर अगाडि जाने हामीलाई पुरा खुला छ त्यसको लागि होइन त्यो अगाडि जान सक्ने भनेपछि यो एउटा राम्रो कुरा हो। यी सबै एजेन्डाहरू सायद यहाँहरूले अब प्रकाशित पनि गर्नुहुन्छ शेयरधनीलाई जानकारी पनि दिलाउनुहुन्छ भन्ने मैले आशा पनि ल्याएको छु। अर्को कुरा नि म्याडम यसको जस्तो राष्ट्रिय खाद्य ब्याङ्कले जुन एउटा प्रमुख कुरा लिएको छ उद्देश्य यसको पहिलाको उसमा पनि हेर्न सकिन्छ विभिन्न किसिमका प्रकाशनहरूमा पनि हेर्न सकिन्छ कि यसले एउटा नारा त किसानको आलीदेखि अघि यहाँले पनि भन्नुभयो होइन उपभोक्ताको थालीसम्म दिगो कृषि अभियान होइन दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारा भन्ने छ। यो नाराका साथसाथै अब मूल रूपले मैले भन्न खोजेको कुरा के भने जस्तो राष्ट्रिय खाद्य ब्याङ्कले अर्गनाइजेसनहरूलाई ल्याएर स्ट्राटेजी तयार गर्दाखेरि अब विभिन्न किसिमका चुनौतीहरू हुन्छन् यहाँ मलको उपलब्धताका कुराहरू पनि हुन्छन् बिउ बिजनका कुराहरू पनि हुन्छन् भनेको स्टार्टिङ फेजबाट अन्तिम उत्पादनको फेजसम्म नै यसले काम गर्ने रणनीति राख्छ कि होइन टाइअप मात्रै हुन्छ र भोलिको उसमा हुन्छ जस्तो मैले त यहाँलाई कुराकानी गर्दै सिलसिलामा के भन्दैछु भने जस्तो हाम्रो यहाँहरूले मलको लागि भन्दा पनि यो दाना उद्योगको लागि पनि प्रयास गर्नुभएको थियो विगतमा मैले सुनेअनुसार होइन यो के छ यसको जस्तो प्रारूप कस्तो हुन्छ मैले त्यो बुझ्न खोजिरहेको छु। वास्तवमा तपाईँले सही कुरा उठाउनु भयो स्टार्टिङदेखि एन्डिङसम्म हुन्छ कि के हुन्छ भन्नु खोजेको? स्टार्टिङदेखि एन्डिङसम्म नै हो हाम्रो। जस्तै दाना भन्नुभयो नि दाना किन आवश्यक भन्दाखेरि तपाईँले माछा मासु त्यो त हामी खपत गर्छौँ भने त्यो कसरी उत्पादन हुन्छ त्यसले खाने खोराकमा पहिले जानु पर्यो नि हामी होइन अनि नै हामीले वास्तविकता हामीलाई चाहिने चाहिँ शरीरलाई चाहिने प्रोटिन आहार युक्त पाइयो सामान भनेपछि उनीहरू चाहिँ हुर्किने वातावरणको लागि के त खानै हो भनेपछि माछा मासु चाहिनुभन्दा अगाडि तिनीहरूलाई चाहिने दाना क्वालिटी त हामीले दिनु पर्यो नि होइन पोषणयुक्त खाना पाएन त्यो पनि उत्पादन पोषणयुक्त हुन्छ र हाम्रो शरीरलाई चाहिँ हामीले दिन खोजेको कुरो हुन्छ भनेर दुवै फस्टाउँछन् नि त्यही उद्देश्य लिएर हामीले दानाको लागि गर्छौँ। सायद हामी भोलि पर्सि दानाको लागि जाँदैछौँ र बजारमा छिटै दाना आउँदैछ। ओके यो पूर्वाधारको राम्रो जानकारी यहाँले दिनुभयो तर हामीले पुग्नुपर्ने त देशभरि हो पक्कै होइन पक्कै त नारा त सँगसँगै हामीसँग के छ भने 7 प्रदेश र 77 जिल्लाको पनि नारा छ। कति चुनौती छ म्याडम यसरी पुग्नको लागि? चुनौती त अब नभएको ठाउँ कहाँ छ र त्यो चुनौती छ र त अवसर छ त सर होइन चुनौती छैन भने त काम गर्न मजै हुँदैन नि त। ठिक हो तर 74 जिल्ला त पुग्नुभयो अब यसलाई पनि लक्षित गरेर त्यहाँसम्म पुर्याउन सकिन्छ किन सकिँदैन इम्पोसिबल त केही पनि छैन आटेपछि होइन इम्पोसिबल भयो अहिले यो खाद्य ब्याङ्क पनि उदाउँदैन थियो 7 प्रदेशमा हामीले आफ्नो ऊ राखेका छौँ र जहाँ बढी माग छ त्यो ठाउँमा फेरि सब ब्रान्च चाहिने हो कि हाम्रो गोदामहरू होइन भण्डारण जहाँको उत्पादन हो त्यही भण्डारण गरेर ती भरसक त्यहीँको स्थानीय सरकारसँग कोर्डिनेसन गरेर प्रदेश सरकारसँग कोर्डिनेसन गरेर उत्पादन त्यहीँ गरेर
हामीले भण्डारण गर्ने पनि हाम्रो रणनीति रहेको छ भने इम्पोसिबल केही पनि छैन क्या गरौँ न गर्न मन चाहिँ हुनु पर्यो नेपाल त सानो छ नि इन्डियाको एउटा प्राण जस्तो राज्यमा त हामीलाई गर्न कुनै ठुलो कुरै छैन ठुलो कुरो छैन एकदम यो नै भन्नु महान हो किनभने यत्रो चुनौतीको बेलामा जहाँ राष्ट्रिय बजेट कम छ होइन जहाँ यत्रा चुनौतीहरू छन् राष्ट्रिय फुड ब्याङ्कले तपाईँ यही आशा जगाउन हामी आएका छौँ होइन त हामी भनेपछि हामी हाम्रो भनौँ न बलबुताले भ्याएसम्म 7 प्रदेश र 77 जिल्ला पुग्छौँ हामी बनाउँदैछौँ रणनीति हजुरले प्रसारण गरेर सबले जानकारी पनि दिँदै यो त गरिरहेकै कुरा हो नि सिम्पल कुरा हो नि यो त ठुलो कुरै छैन नि गर्नेलाई त एकदम राम्रो कुरा गर्नुभयो होइन जस्तो मैले के भने त्यसो भए अहिले देश विदेशबाट कस्तो फिडब्याकहरू पाइरहनु भएको छ त जस्तो भन्न खोजेँ मैले व्यक्तिगत रूपमा हामी पनि जोडिन्छौँ भन्ने कुराहरू अर्गनाइजेसनको कुरा बेग्लै हो मैले के भन्न खोजेँ भने जस्तो बाहिर जानुहुने व्यक्तिहरूले कतिको व्यक्तिगत रूपमा जोडिन खोज्दै हुनुहुन्छ एकदमै अहिले हामीले जुन दिएछौँ हजुरको मिडियाहरूबाट पनि हेर्नु हुँदो रहेछ होइन सामाजिकसँग हजुरलाई पनि थ्याङ्क यू भन्न चाहन्छु होइन हामीलाई पनि राम्रो फिडब्याक आएको छ एकदमै आएको छ उहाँहरू के छ भने व्यक्तिगत उहाँहरूको नेपालदेखि बाहिर जानुभएकोहरूको पनि धेरै यहाँ छ प्रोपर्टीहरू तपाईँ साँच्चै गर्नुहुन्छ भने लौ न त्यसलाई चाहिँ म राष्ट्रको उसको लागि लगानी गर्न चाहन्छु म त्यो हाम्रो पनि माटो छ सहकार्य गरौँ भनेर यति आउनु भएको छ नि अहिले उहाँले अब हामी हटले वेलकम पनि गर्न चाहन्छौँ अब हामी समेट्नलाई चाहिँ अब कसरी लाने भन्ने रणनीति तयार गर्दैछौँ सर हामी अब साधारण सभाभन्दा अगाडि त अहिले हामी अब 1 महिना मात्रै छ हामीसँग टाइम पनि कम छ होइन भर्खर शिशु फेजमा पनि छौँ तर उहाँहरूको विभिन्न ठाउँबाट जोडिनु भएको छ उहाँहरूको प्रोपर्टी युज गर्दै तिमीहरू साँच्चै गर्ने भने राज्यको मुख नता हामी पनि छौँ है सहकारी गर्ने भनेर धेरै आउनु भएको छ सर अहिले एकदम राम्रो मलाई यसको सङ्गठनात्मक संरचना यसको पारदर्शिता यसको नेतृत्वको बारेमा पनि अलिकति भनिदिनुहोस् न जस्तो शङ्करनाथ उप्रेती जस्ता भेटरन व्यक्तिले यसको संस्थापक अध्यक्षका रूपमा उहाँले अगाडि लिएर जानुभयो तर त्यहाँ तपाईँहरूकोमा के भनिएको छ भने भोलि विचार अनुसारको नेतृत्व पनि दिने भनिएको छ तपाईँले बुझ्नुभयो होला त्यहाँ होइन त्यो पनि दिइएको छ एउटा राम्रो पक्ष क्या भन्न खोजे कसैले के बुझ्छन् भने यसको आफ्नै सङ्गठनात्मक ढाँचा छ कि अथवा यो कतिको पारदर्शी छ यसका समग्र पक्षहरूमा जो शेयरधनी आउन सक्नुहोस् भन्ने कुरामा विचारअनुसार भोलि अरू पनि त्यो शेयरधनी पनि अध्यक्ष हुने यी प्रावधानहरू हुन्छन् नि त यसमा हामी कति खुला छौँ एकदमै खुला छौँ शेयर क्षेत्रबाट 2 जना राख्ने हाम्रो उसमा होइन हाम्रो क्राइटेरिया ओपन गरिदिएको छौँ त यो क्षेत्रबाट तपाईँहरू इन्ट्रेस्ट भयो यतिजना आउन सक्नुहुन्छ सञ्चालक पदमा बसेर काम गर्न सक्नुहुन्छ भनेर तपाईँले पनि पढ्नु भएको होला त हेर्नुभयो होला होइन यो एउटा ओपन ग्लोबलाइजेसनको ओपन प्लेटफर्म हो कि सर म गर्न सक्दिनँ तिमी हौ तिमी गर्न सक्छौ तिमी आउँदैन भने अर्को हौ तर गर भने ओपन हजुरले जसरी इन्ट्रेस्ट गर्नु विभिन्न सेक्टर हुन्छ न्युट्रिसन फिल्ड भयो वैज्ञानिक फिल्ड भयो म अर्कै फिल्डबाट आएको छु होइन भनेपछि म गर्ने इच्छा भयो भने गर्ने इच्छा चाहिँ हुनु पर्यो स्पेस छ सर एकदम राम्रो त्यही नै जानकारी हामीलाई दिइरहनु भएको छ यहाँ हाम्रा श्रोताले पनि होइन त्यो उहाँहरूले पनि भन्नुहुन्छ कि एकदमै राम्रो प्रयास छ राष्ट्रिय खाद्य ब्याङ्कको भनेर उहाँहरूले प्रतिक्रिया फिडब्याक पनि दिनुभएको छ जस्तो एकजना श्रोताकै फिडब्याकलाई लिएर म भन्छु कि नेपालमा स्थापित पुराना मैदा मिलहरू गाउँको अभावमा धमाधम बन्द भइरहेका छन् अब यस्ता कुराहरू हामीले कतिको विचार गर्छौँ जस्तो जानकारीमा रहेअनुसार यो जानकी मैदा मिल र सुनसरीमा रहेको श्री महालक्ष्मी मैदा मिलहरू अहिले भटाभट बन्द भइरहेछन् त यस्ता कुराहरूलाई ध्यान कतिको दिन्छ राष्ट्रिय खाद्य ब्याङ्कले कि त्यहाँ बन्द भए अब हामीले सुरुवात गरौँ अथवा इनिसिएट लिउँ त्यो बन्द भएकाहरूलाई भन्ने बडो राम्रो प्रश्न सोध्नु भएको छ यहाँ के भन्नुहुन्छ जस्तो जो कृषि क्षेत्रबाट पलायन हुन खोजिरहेका छन् पलायन भइरहेका छन् अथवा राम्रो उद्योग गर्दा गर्दै त्यो बन्द भइरहेछ तिनीहरूलाई पनि ल्याउन सक्ने एउटा बोन्ड गर्न सक्ने स्टडी गर्छ यसले भन्नुहुन्छ उहाँ होइन वास्तविक कसरी बन्द भयो त्यो चाहिँ कारण हामीले पत्ता लगाउनु पर्ने हुन्छ होइन अब हामीले गर्न सक्ने छ र उहाँको चाहिँ उद्योग खोल्न सकिनेछ भने पक्कै त्यो त हामी सोच्नेछौँ तर पहिले बन्द हुने कारण चाहिँ के हो त होइन विभिन्न कारण छ नि त होइन अब खाद्य ब्याङ्कलाई चाहिँ खाद्य ब्याङ्कले गर्न सक्ने छ भने किन नगर्ने जस्तो दाना उद्योगकै कुरा गर्नुभयो दाना उद्योग पनि कसैबाट यहाँले गइसकेको थियो होइन माछा मासु उत्पादन गर्छु शरीरलाई चाहिन्छ भने त पहिले दानाबाट जानुपर्छ हामीले गइसकेको दाना उद्योग अब एकैचोटि त खाद्य ब्याङ्कसँग प्रपर्टी पैसा पनि छैन होइन पैसै चाहिन्छ हरेक काम गर्नलाई साम दाम दण्डभेद चाहिहाल्छ होइन मेन पावर चाहियो होइन भनेपछि वास्तविक उहाँहरूलाई मार्का परेको छ भने आउनुहोस् बुझौँ सहकार्य गरौँ तपाईँहरूकै लागि त हो नि हामी साथी
होइन म्याम, तपाईँहरूकै बैंक हो। यो महत्त्वपूर्ण कुरा म यहाँलाई गर्दैछु किनभने नि यो देशमा कृषि कर्म नै गरेर म बाँच्छु भन्नेहरूको पनि यहाँ टाँट पल्टिने स्थिति छ होइन। उहाँहरू एकदमै राम्रो गरिरहनु भएको हुन्छ तर उहाँहरूलाई कहाँ जाउँ भएको हुन्छ, बन्द गर्नुपर्ने हुन्छ होइन स्थिति। त त्यस्तो त एउटा उदाहरण मात्रै दिनुभयो उहाँले त होइन। जस्तो एमपीजीले त हाम्रो भनौँ न आँखा खोलिदिनु भयो एक प्रकारले साँच्चै भन्यो भने होइन। त त्यो हुनाले त्यस्ता व्यक्तिहरूलाई पहिला खोजी गर्नु पर्यो अथवा थाहा पनि पाउनु पर्यो र यहाँले टेवा पनि पुर्याउनु पर्यो भन्ने जस्तो कुरा, जस्तो एकदमै प्रसिद्ध भएको मैदा मिलका कुरा नै उहाँले गर्नुभयो नि, नेपालमा स्थापित भएका मैदा मिलको कुरा। त यो त एउटा उदाहरण हो। यो अरू क्षेत्रमा पनि त त्यस्ता निराश भएका किसानहरू छन् नि त होइन। त्यो स्ट्राटेजी पनि हुनु पर्यो भन्ने एउटा पक्कै पनि। अब राज्यले गर्ने ठाउँमा मैले भने त कारण तत्त्व धेरै हुन सक्छन् होइन। उहाँहरूले कुन उद्देश्यबाट कसरी बन्द भयो होइन, पहिले त्यसको जरामा जाउँ, आउनुहोस्। सकिन्छ भने सहकारी किन नगर्ने, यो मेसेज जाओस् न त, जाओस् होइन। वास्तवमा तपाईँ मर्कै पर्नु भएको छ र तपाईँको चाहिँ राज्यमा केही गर्छु भन्ने उद्देश्य भने आउनुहोस् होइन। तर अर्ग्यानिक खानेकुरा चाहिँ पाउनु पर्यो, नेपालीहरूले खान पाउनु पर्यो होइन। अब गर्भमा भएका शिशुहरूले चाहिँ वास्तव नेपालको माटोमा बिउ बिजनबाट जुन उत्पादित हुन्छ नि तिनीहरूलाई गर्नुहोस् न प्रोत्साहन। हामी सहकारी गर्न तयार छौँ। एकदम ठिक, वेलकम छ। म त आत्मैदेखि स्वागत गर्छु यस्ताहरूलाई त। एकदम ठिक हो। अब हामी एउटा दोस्रो कमर्सियल ब्रेकमा जान्छौँ, पालो भइसकेको छ र यसमा हामी अघि नै हामीले नयाँ कमर्सियल इन्ट्रोड्युस गऱ्यौँ। अब यो पुरानो कमर्सियल र नयाँ कमर्सियल सँगै बजाउँछौँ र यो पनि यहाँहरूले सुन्नुहोला। यो हामीले भिजुअलमा पनि राखेका छौँ र यहाँले त्यसअनुसार फिडब्याक दिन सक्नुहुन्छ जसले हामीलाई हेर्नुहुन्छ। हाम्रो युट्युब च्यानल रेडियो आहा 104.5 मेगाजमा पनि हेरेर यो एड पनि हेरेर यहाँले प्रतिक्रिया दिनुहोला। अहिलेको लागि लेट्स गो फर सेकेन्ड कमर्सियल ब्रेक। अरे शरणम, अब त खेती नगरे नि भयो, न फाइदा हुन्छ, न जनशक्ति छ, न उत्पादन नै हुन्छ। उत्पादन गरेर मात्रै के गर्नु लक्ष्मी? न बिक्री हुन्छ न भण्डारण गर्ने ठाउँ छ। को आएछ हेर त जाऊ। आमा ढोकरे भाग्यमानी भएछ बाबु। बाबु त ढोकरे भाग्यमानी हुनु। हरि शरणम, 10औं वर्षपछि खबरै नगरी ढुप्लुक आइपुगेछ बाबु। त्यही त छोरो, म त अब सधैँको लागि यतै बस्न आएको। यतै बस्ने? यतै बसेर के गर्छ छोरा? न यहाँ काम छ न गाउँमा मान्छे छन् होइन। त्यसो होइन नि बुवा, अब हजुरहरू पनि वृद्ध हुनुभयो। अब हजुरहरूको लागि र देशको लागि यतै सेवा गर्दै बरु म कृषिमा के गर्छु। कृषिमा के गर्छस् छोरा? आधुनिक कृषि र रोजगारीको लागि राष्ट्रिय खाद्य ब्याङ्कले धेरै अवसर ल्याएको छ। यही ब्याङ्कसँग सहयात्रा गरी आफू र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लाग्नेछु आमा। यो बैंक त हामी जस्तै किसानहरूको लागि पो खोलेको रहेछ। हरि शरणम। आउनुहोस् दिगो कृषि उत्पादनमा हातेमालो गरौँ। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म। राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय काठमाडौँ। हजुर पुनः स्वागत छ यहाँलाई श्रोता तथा दर्शक। कार्यक्रम राष्ट्रिय खाद्य ब्याङ्कको कृषि अभियानमा यो एउटा अभियानमूलक कार्यक्रम हो। यहाँलाई थाहै छ कि किसानको आलेदेखि उपभोक्ताको थालीसम्म 7 प्रदेश र 77 जिल्लामा कसरी यो अभियानलाई लिएर जाने, यो अहिले 4औं वार्षिक साधारण सभासम्म पुगेको छ। शैशवकालमै छौँ हामी र यसको बारेमा जानकारी दिनको लागि नवनियुक्त प्रवक्ता आज हामी समक्ष हुनुहुन्छ। उहाँलाई इन्ट्रोड्युस पनि हामी गर्दैछौँ। बोर्ड मेम्बर हुनुहुन्छ, एकदमै महिला प्रतिनिधित्वमा एउटा डाइनामिक व्यक्तित्व जसले कृषि महासङ्घभित्र रहेर पनि आफूले अनुभव हासिल गर्नुभएको छ। त त्यस्ता व्यक्तित्वलाई मैले आज स्वागत गरेको छु। उहाँ हुनुहुन्छ पवित्रा पोखरेलजी र उहाँले राष्ट्रिय खाद्य ब्याङ्कको समग्र पक्षका बारेमा बोलिसक्नु भएको छ। यहाँहरूले सिधै सम्पर्क राख्न सक्नुहुन्छ उहाँहरूलाई 5906810 र 5906820मा फोन गरेर र कुनै पनि अभियानमूलक कार्यक्रमलाई स्वागत गर्दछ नेपालकै पहिलो फुड ब्याङ्क राष्ट्रिय खाद्य ब्याङ्कले। त अब म पवित्राजी जस्तो कार्यक्रमको हामी अन्तिमतिर आएका छौँ। हामीले आज धेरै कुरा गर्नु पनि थिएन किनभने यहाँलाई स्वागतको कार्यक्रम पनि हो यो। र साथसाथै अब जस्तो अब म अन्तिमतिर जाने बेलामा यहाँलाई के सोध्छु भने यो हामीले एउटा अभियानमूलक कार्यक्रमकै रूपमा कसरी तराईतिरका माछालाई फलफुललाई खाद्यान्नलाई यहाँ पुर्याउने भनेर हामीले
इभी ट्रकहरू सञ्चालन गर्ने, कोल्ड स्टोर भएका कोल्ड स्टोर नै भएका ट्रकहरू ल्याउने भन्ने बारेमा पनि हामीले केही होमवर्क गर्दैथ्यौँ, किनभने म पनि यसको सेयर धनी हुँ होइन। त्यो कारणले पनि मैले पनि धेरै कुराहरू बुझेको छु, थाहा पाएको छु होइन। र मेरो पनि हक अधिकारको त कुरा गर्दिनँ, कर्तव्य हो होइन। त्यो हुनाले यो कोल्ड सेन्टरलाई प्रवर्धन गर्ने दिशामा हामी कतिको अगाडि बढिरहेका छौँ? अघि मैले हजुरलाई पनि हो, तर मैले साथै ट्रकको कुरा पनि ल्याएर जोडेँ। ट्रक भनेको पहिले उत्पादन हुनु पर्यो, उत्पादन भएपछि बजार व्यवस्थापन हुन्छ होइन। त्यो उत्पादनको यो पछि हामीले यो गर्ने भनेर पाइलट प्रोजेक्टहरू राखिरहेछौँ होइन। त्यो हजुरले पनि अघि भन्नुभयो। अब अहिले अध्ययन अवस्थामा छ है सर यो चाहिँ, किनभने हामीले 7 प्रदेशमा जहाँको खपत हो, माग हो, त्यहीँबाट चाहिँ बजार व्यवस्थापन गर्ने लक्ष्य लिएका छौँ। भनेपछि माछा यहाँ ल्याइराखेर गनाउनु भन्दा त्यहीँका उपभोक्तालाई दिन बढी प्रभावकारी हुन्छ होइन। पहिला त माग अनुसार आवश्यक पर्यो भने हामीले त्यो गर्न सक्छौँ होइन। एउटा स्वर कल्पना हो क्या म्याडम, एउटा कल्पना पनि त हुन्छ नि होइन। राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेडले ताजा माछाहरू ल्याएर तराईबाट यहाँ काठमाडौँलाई खुवाउने, ताजा फलफुल खुवाउने दिन पनि त आउला नि। पक्कै छिट्टै आउँछ। त्यही त माग हुनु पर्यो, इच्छा हुनु पर्यो उपभोक्ताको, हामी छौँ। त्यही त एउटा राम्रो सोचाइ उहाँले दिनुभएको थियो क्या, अनि हामीले पनि ताली बजाएका थियौँ बसेर। सही कुरा हो होइन, त्यसै ल्याएर त भएन, त्यसलाई ल्याउने त चाहियो। तर पहिला कल्पना पनि गर्नु पर्यो। कल्पना नगरी त कामै हुँदैन होइन। जसको लागि हजुर पनि हुनुहुन्छ एकदम होइन, हामी पनि छौँ साथमा। अनि त खट्नु पर्यो, अब कसरी खुवाउने त्यो तपाईँ पनि चिन्तन हुनु पर्यो होइन। अहिलेको मेथडमा गल्ती छ कि अर्को तरिकाबाट ल्याउने हो कि, विभिन्न छ नि त होइन। ड्रोनबाट कर्णालीको चाहिँ हामी काठमाडौँ लिएर गर्नु पर्यो। कसरी जाँदाखेरि चाहिँ छिटोभन्दा छिटो र ताजा खाना पाइन्छ त्यता चाहिँ सोच्ने हो कि अर्ग्यानिक खाना पाउनु पर्यो हो कि होइन भन्नु न। किनभने हाम्रो त मधेस त साँच्चै भने अन्नको भण्डार हो। तर खाने चाहिँ तात्नु पर्यो, हामीलाई चाहियो है ल उपभोक्ता हामी छौँ भनिदिनु पर्यो। चिन्ता नगर्नुहोस् हामी छौँ। एकदम ठिक कुरा हो। अब अन्तिममा एउटा मलको कुरा म गरिहाल्छु म्याम। जहिले यो देशमा ठोकाठोक हुने मलको सम्बोधन गर्न हामी सक्षम हुन सक्छौँ। प्राङ्गारिक मल र रासायनिक मलको कुरा चाहिँ छ। यो देशमा रासायनिक मलको उद्योग खोल्ने भनेको त 50औं वर्ष भइसक्यो होइन। यो चाहिँ एउटा गजबको कुरा लाग्छ होइन, किन यो देशमा हुँदैन, कोही नै खिचातानी हुन्छ भनेर। हामीलाई स्ट्राटेजिकल हिसाबमा हेर्दा गभर्मेन्टबाट सपोर्ट हुन सक्यो भने हामी मल उत्पादन गर्ने क्षेत्रमा अगाडि बढ्न सक्छौँ। गभर्मेन्टले गर्दाखेरि नहुने के छ होइन। तर गभर्मेन्टले गरिदिएको भए हामी खाद्य ब्याङ्क किन उभिनु पर्थ्यो? तपाईँ हामी समस्यामा किन हुनु पर्थ्यो? किसान किन रुनु पर्थ्यो? जिम्मेवारी बन्द नगरेर। जस्तै अब मलको कुरा गर्नुभयो, अहिले बाहिरी देशहरूको पनि यसरी चाहिँ हामी गर्न सक्छौँ मलको लागि भनेर प्रस्तावहरू आइरहेको छ। हामी कृषि अहिले भन्दाखेरि तितो होला, सुन्नुभएको होला उहाँहरू, कृषि मन्त्रीज्यूसँग पनि पुग्यौँ, प्रधानमन्त्रीका पनि यी कुराहरू पुग्यौँ। छैन भन्नुहुन्न, असार 15 मल हुन्छ तर असार 16 देखि मल हुँदैन। चाहिँ जैविक मल, प्राङ्गारिक मल होइन। हामी वैज्ञानिक विज्ञ अघि मैले भने रिसर्च टिमहरू होइन। अब कसरी जाने त हाम्रो उसलाई असर नपर्ने गरी ती मलहरू सम्बन्धित ठाउँकै सामग्री उत्पादन गरेर चाहिँ जैविक मलहरू कसरी दिन सकिन्छ त्यो रिसर्च टिमले चाहिँ अब गर्दैछ। र हाम्रो बाहिरीसँग पनि सहकार्य हुँदैछ होइन। मलको लागि पनि सायद अब राज्यले नगरे हामी अगाडि बढ्ने हो कि भन्ने रणनीति हामीले लिएका छौँ। किसानका आँसु हेर्न खाद्य ब्याङ्कले पक्कै सक्दैन। जहिले पनि चुइने विडम्बना के हो त, अहिले पनि हेर्नु न, पानी परेछ मल छैन। हो भन्दैछु नि त, तिमीलाई बिउ चाहिन्छ कि विज्ञ चाहिन्छ कि बजार चाहिन्छ कि के चाहिन्छ, आऊ हामीसँग सहकार्य गर्न। अब हामी छौँ, हामीले भनिरहेछौँ त राज्यको मुख नतापको खाद्य ब्याङ्क छ है तिमीहरूसँग भनेर हामीले यी हजुरको सामाजिक सञ्जालमा जोडिनु किन त? त्यो किसानसँग पुगोस् भनेर नै जोडिएको हो कि होइन? भनेपछि हामी छौँ, तपाईँलाई के चाहिन्छ, तर तपाईँहरू आउनु चाहिँ पर्यो। लगभग हामी कार्यक्रमको अन्त्यतर्फ पुगिसकेका छौँ। सबभन्दा पहिले त कार्यक्रममा पाल्नु भएकोमा म्याडम यहाँलाई हाम्रो रेडियो आहाको तर्फबाट एउटा उपहार हामी टक्राउँछौँ। पवित्रा पोखरेल, स्पिकर, बोर्ड मेम्बर, राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेड काठमाडौँ, पायोनियरिङ इन्स्टिट्युसन एज नेपाल्स फर्स्ट नेसनल फुड ब्याङ्क। यो यहाँलाई धेरै धेरै एउटा जोरदार ताली हाम्रो प्राविधिक मित्रको तर्फबाट पनि। यो हाम्रो एउटा महाअभियानको चिनो पनि हो। र कृपया र अन्तमा हाम्रा सम्पूर्ण श्रोता, दर्शक, किसान, शुभचिन्तक होइन जो यसमा आबद्ध हुन चाहनुहुन्छ, उहाँहरूलाई बटम लाइन के भन्न चाहनुहुन्छ?
बटम लाइन मैले अन्तिममा भन्न खोज्ने भनेको स्वच्छ खाउँ, अर्ग्यानिक खाउँ। त्यसको लागि तपाईँ करेसाबारीमा हुन्छ कि कौसी खेतीमा हुन्छ कि तपाईँले मल बिउ बिजन के चाहिन्छ होइन, हामीसँग चाहिँ प्राविधिक पनि हुनुहुन्छ, न्युट्रिसनहरू पनि हुन्छ। जुन सेक्टर तपाईँलाई चाहिन्छ हामीसँग छ, सहकारी गर्न सक्नुहुन्छ। निःशुल्क तपाईँहरू हामीसँग परामर्श लिन सक्नुहुन्छ। हाम्रो वेबसाइट छ, तपाईँहरू आउनुहोस्। काठमाडौँ आएको बेला हाम्रो अफिसमा आउनुहोस्, नभए हामी तपाईँहरूको आएको बेला तपाईँहरूका जिज्ञासाहरू के छन् हामीलाई राख्नुहोस्। हामी त्यहाँ आएको बेला तपाईँहरूलाई भेट्छौँ, तपाईँहरूका समस्या बुझ्छौँ र समाधान गर्नेतर्फ जान्छौँ। तपाईँहरूलाई जेसुकै होस्, राष्ट्रलाई अगाडि बढाउने र जैविक युक्त अर्ग्यानिक खाने रैथानेको लागि प्रमोट गर्न चाहनुहुन्छ भने आउनुहोस्, हामीसँग सदैव वेलकम गर्न चाहन्छौँ हामी। स्वागत छ। त यही बटम लाइनका साथसाथै अब भने कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ। जसरी आज नवनियुक्त प्रवक्ता तथा बोर्ड मेम्बर पवित्रा पोखरेलजीले यहाँहरू समक्ष आग्रह गर्नुभयो कि किसानको आलेदेखि उपभोक्ताको थालीसम्मको यो राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेड, नेपालकै पहिलो फुड ब्याङ्कले जसरी यो दिगो कृषि उत्पादन हाम्रो अभियानको नारालाई अगाडि बढाएको छ, होस्टेमा हैसे गर्नका लागि सम्पूर्ण हाम्रा नेपालभरिका र देश विदेशमा रहनुभएका हाम्रा श्रोता दर्शकलाई हामी आग्रह गर्दै 5906810 र 5906820 सिधा सम्पर्कका लागि पनि यहाँले सम्पर्क गर्नु सक्नुहुनेछ भन्दै कार्यक्रमका प्राविधिक सहयोगी साथी रोज थापालाई पनि प्राविधिक संयोजनको लागि हार्दिक धन्यवाद दिँदै र साथै क्यामेरा पर्सन एडिटरका रूपमा रहनुभएका शरण हुमागाईलाई पनि हार्दिक धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट गेस्ट पवित्रा पोखरेलका साथमा म हेम सुवेदी पनि बिदा चाहन्छु। नमस्ते, जय कृषि र जय राष्ट्रिय खाद्य ब्याङ्क। होइन, धन्यवाद। यहाँको धरती बाझो छैन, विकासको फुल फुलाऊ। अब देशभर उत्पादित कृषि उत्पादनलाई खरिद बिक्री र भण्डारण गर्ने हाम्रो अभियान। शुद्ध र पोसिलो अर्ग्यानिक खाद्यान्न, फलफुल, माछा, मासु, दुग्ध पदार्थ र रैथाने खाद्यान्नको उत्पादन र भण्डारण। कम्पोस्ट, जैविक मल, बिउ र दानाको उन्नत प्रविधिद्वारा उत्पादन र बजारीकरण। बेलैमा सोचौं, हामीले कतिन्जेल आयातित विषादयुक्त खाद्यान्न खाइरहने। अब स्वदेशमै बसेर आधुनिक कृषिमा स्वरोजगार भई खेतीयोग्य जमिनलाई उर्वर बनाउन सम्भव छ। अबको एकमात्र सम्भावना र आवश्यकता कृषि क्रान्तिको। अब खाद्यान्नमा आयात प्रतिस्थापन गरी निर्यात गरौँ। अब समृद्ध हुनेछ नेपालको कृषि क्षेत्र र किसानहरू। देशभरिका कृषकहरूको उत्पादन राष्ट्रिय खाद्य ब्याङ्कमा उपलब्ध हुनेछ। देशव्यापी कृषि अभियान र कृषि पर्यटनलाई 77 जिल्ला र 7 प्रदेश पुर्याउने हाम्रो लक्ष्य हो। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म दिगो कृषि उत्पादन हाम्रो अभियान। आउनुहोस्, यस राष्ट्रिय अभियानका लागि हामीलाई तपाईको खाँचो छ। आउनुहोस्, सँगै हातेमालो गरौँ र यो देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाऊ। सम्पर्क राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेड, केन्द्रीय कार्यालय नरेफाट, पानी पँधेरो, काठमाडौँ। फोन नम्बर 5906810 5906820। नेपालीका लागि नेपालको एकमात्र खाद्य ब्याङ्क राष्ट्रिय खाद्य ब्याङ्क। परिवर्तन अवश्यम्भावी छ। कर्ण प्रिय सुना, कर्ण प्रिय गुना, कर्ण प्रिय धुना, एक असल श्रोता हुन रेडियो आहा नै चुना। रेडियो आहा 104.5 MHz, the perfect theater of your mind. अरे शरणम, अब त खेती नगरे नि भयो। न फाइदा हुन्छ, न जनशक्ति छ, न उत्पादन नै हुन्छ। उत्पादन गरेर मात्रै के गर्नु लक्ष्मी? न बिक्री हुन्छ, न भण्डारण गर्ने ठाउँ छ। को आएछ हेर त जाऊ। आमा ढोक गरे। भाग्यमानी भएछ बाबु। बाबु त ढोक गरे। भाग्यमानी हुनु। हरि शरणम, 10औं वर्षपछि खबरै नगरी टुप्लुका आइपुगेछ बाबु। त्यही त छोरो, म त अब सधैँको लागि यतै बस्न आएको। यतै बस्ने? यतै बसेर के गर्छे छोरा? न यहाँ काम छ, न गाउँमा मान्छे छन्, होइन? त्यसो होइन नि बुवा, अब हजुरहरू पनि वृद्ध हुनुभयो। अब हजुरहरूको लागि र देशको लागि
यतै सेवा गर्दै बरु म कृषिमा के गर्छु। कृषिमा के गर्छस् छोरा? आधुनिक कृषि र रोजगारीको लागि राष्ट्रिय खाद्य ब्याङ्कले धेरै अवसर ल्याएको छ। यही ब्याङ्कसँग सहयात्रा गरी आफू र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लाग्नेछु आमा। यो बैंक त हामी जस्तै किसानहरूको लागि पो खोलेको रहेछ। हरि शरणम। आउनुहोस् दिगो कृषि उत्पादनमा हातेमालो गरौँ। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म। राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय काठमाडौँ।